हेलो गाइज, वेलकम टु माई ब्लग। अनि आज म धेरै दिनपछि भ्लग बनाउँदैछु। अनि आज चाहिँ मैले किन भ्लग बनाएको भन्दाखेरि चाहिँ हाम्रो स्कुलमा आज प्रोग्राम छ। त्यही भएर आज बिहान बिहानै 6 बजी सरले स्कुलमा काम गर्न बोलाउनु भएको छ हामी सरहरूलाई चाहिँ। अनि त्यही काम गर्न जाँदैछु मैले। अनि अहिले चाहिँ यस्तो पानी पर्दैछ होइन। अनि हेर्न सक्नुहुन्छ यस्तो दामी मौसम भएको छ, बाटोहरू पानीले यस्तो राम्रो देखिँदैछ। अनि अरू त के भन्नु, अब छिटो जानुपर्ने हुन्छ। 6:30 बजे भन्नुभएको थियो, 7 बजी आँटिसक्यो होला। अनि आज हाम्रो स्कुलको भ्लग बनाउनु जाँदैछु धेरै दिनपछि। अब हेरौँ कस्तो भ्लग बन्छ, के हुन्छ। अनि म अपलोड गर्ने नै छु। सबैले भिडियो लास्टसम्म हेरिदिनु होला, त्यही भन्न चाहन्छु। र अब बाटो हेर्दै हेर्दै जाउँ। अहिले चाहिँ म हाम्रो स्कुल पुग्न आँटेको छु। सुरुमा हाम्रो स्कुल पुग्नुभन्दा अगाडि म पढेको स्कुल देखाउँछु। यो चाहिँ लभली एन्जल मैले पढेको स्कुल हो, लभली एन्जल इङ्ग्लिस बोर्डिङ स्कुल। अनि मैले पढाउने स्कुल चाहिँ उता छ, पाठशाला एकाडेमी। अनि मलाई घरदेखि चाहिँ यहाँ स्कुल आइपुग्न ठिक्क 10 देखि 12 मिनटको टाइममा ठिक्क आइपुग्छु। अहिले चाहिँ 10 मिनटमा आइसक्यो होला। म स्पिड कुदाउँदै सास पनि फुल्न थालिसक्यो। कि हाम्रो स्कुल सानो छ तर चिटिक्क परेको छ होइन। म चाहिँ हाम्रो स्कुल पुगिसकेको छु। हाम्रो स्कुल हाम्रो चाहिँ काम सकिसक्यो। अब हामी अहिले जाँदैछौँ, हामी भन्दा पनि मकर जाँदैछु। अनि हाम्रो लभली स्कुल आइसक्यो। यहाँ कुकुर बसिरहेछ। आज चाहिँ धेरै ढिलो भन्छु, धेरै बेरसम्म काम गऱ्यो। सबै काम गर्नु पर्यो हामीले नै। हेल्पोस पनि आइसक्यौँ। यहाँदेखि बाटो चाहिँ डेन्जर छ। अहिले चाहिँ म घर जाँदैछु होइन। अनि अहिले चाहिँ भनौँ न बाटोमा छु। अनि घर गएपछि नुहाउनु पर्ने हुन्छ। नुहाइ गरिसकेर स्कुलको लुगा लाउनु पर्ने हुन्छ। तर मेरो स्कुलको लुगा भिजिरहेको छ क्या। हिजो मैले स्कुलबाट आएपछि धोएको थिएँ। अनि त्यसपछि अहिलेसम्म चिसो छ। अब लगाउनु त के लाउनु, स्कुल ड्रेसमा आउनु भन्नुभएको छ सरले। अब अनि अरू के नै भन्नु, आज चाहिँ देश प्रोग्राममा। अनि मेरो काम चाहिँ आज प्रोग्राममा स्टुडेन्टहरूलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ। अब स्टुडेन्टले मलाई कन्ट्रोल गर्छ कि म स्टुडेन्टलाई कन्ट्रोल गर्छु, भ्लगमा हेरि नै हालिन्छ। त्यति भन्दै अब घर जान्छु। अनि त्यसपछि कन्टिन्यू गर्छु भरे आउँदाखेरि। म चाहिँ रेडी भएर स्कुल भनौँ न, म चाहिँ रेडी भइसकेँ। अनि रेडी भएर स्कुल जाँदैछु अहिले। अनि मेरो भाइ पनि छ, हामी दुवैजना जहिले सँगै स्कुल जान्छौँ। अनि त्यो आज चाहिँ मेरो लुगा सुकेकै थिएन। अनि त्यसपछि यो ओभर साइजको टी सर्ट पनि थियो एक्स्ट्रा, मैले एउटा एक्स्ट्रा लिएर गएको थिएँ। अनि आज त्यो ओभर साइजको टी सर्ट लगाएको छ। अनि यो अब टी सर्टले कस्तो देखिन्छ थाहा छैन। अनि मैले सर्ट पनि बोकेर गइरहेको छ। अनि त्यही स्कुलको ड्रेस लाउनु भन्नुभएको थियो। अब सरलाई सोध्छु, अब नलाउँदा नि हुन्छ भन्नुभयो भने। अनि सर्ट लाउँछु भनेर चाहिँ यहाँ बोकेर गइरहेको छ। अनि भन्नुहोस् यहाँ हाम्रो मेरो भाइ गाई भनिसक्यो। अनि यहाँ चाहिँ यस्तो खाल्टो छ हाम्रो गाउँको बाटोमा। अनि र अहिले चाहिँ यति नै भन्छु। अब सिधै स्कुलमा गएर कन्टिन्यू गर्छु। धेरै बोल्नुपर्ने केही कुरा पनि छैन यहाँनिर। त्यही भएर अनि आज मलाई के कस्तो देखिँदैछ थाहा छैन। नुहाइ चाहिँ गरेर भर्खर निक्लेको खाना खाएर। यति नै हो। अब स्कुलमा गएर कन्टिन्यू गर्छु म चाहिँ फाइनल्ली स्कुल पुगिसकेको छु। हाम्रो स्कुल स्टुडेन्टहरू यहाँ छन्। प्रोग्राम पनि स्टार्ट हुन आँटेको छ। हाम्रो आजको सेटअप यस्तो छ होइन। अनि त्यसपछि विद्यार्थीहरू बसिसकेका छन्। अनि म पनि रेडी भएर बसिरहेको छु। आज हाम्रो फुल एन्ड फाइनल भ्लग होइन निस्ता? निस्ता आज जहिले मेरो भ्लगमा आउनै पर्छ। हेर्नु सक्नुहुन्छ मेरो स्टुडेन्टहरू कति राम्रो चाहिँ है। हाम्रो ह्यान्डसम सदिम हाई भनिदेऊ। सदिम हाई भनिदेऊ। हाम्रो प्रोग्राम स्टार्ट हुन आँटेको छ। हाम्रो केटाहरू
Welcome to my vlog. त्यो भाइको चाहिँ Everybody. आज भाइले के भन्न चाहन्छ ल हाम्रो स्कुलमा आज प्रोग्राम हेलो गाइस वेलकम टु माय ब्लग आज हाम्रो स्कुलमा प्रोग्राम छ प्रोग्राममा अहिले रेडी त भएको छैन तर सबैजना हेर्नु साथीहरूलाई उहाँ सरहरू हुन्छ हेर्नु होला यहाँ हेर्नु बुइनीहरूलाई 3 क्लासको बुइनीहरू म झन् भ्लगर युट्युबर मलाई नि देख्दैन ल हामी अब अर्को ठाउँमा जाँदैछौँ हेलो हेलो यो हेर्नु धोती ग्याङजीहरूलाई स्कुलमा प्रोग्राम स्टार्ट भइसक्यो अब भाइ बहिनीहरूले वेलकमिङ डान्स गर्न आउनु हुँदैछ हेर्न सक्नुहुन्छ हाम्रो क्युट भाइ र बहिनीहरूको डान्स अब डान्स हेर्न स्टार्ट गरौँ Disconnected.
दुईटा स्टुडेन्ट फोटो खिच्न आइसकेका छन्। अब म फोटो खिचिदिन जान्छु। यहाँ स्टुडेन्टको ग्रेजुएसनको ड्रेस लगाइ भइरहेछ होइन। अब स्टुडेन्टको ग्रेजुएसनको ड्रेस सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चरी युकेजीदेखि वन क्लासमा पुगेकोमा अनि यता चाहिँ प्रोग्राम डान्स स्टुडेन्टहरू ए हाम्रो डान्स स्टुडेन्टहरू पोज देऊ ल पोज सबैको डिफ्रेन्ट। हाई गाइस, आज हामी फेरि ल अब अर्को डान्स हेरौँ।
हाम्रो अर्को प्रस्तुति देखाउन आउनुहुँदैछ सानसाना भाइ बहिनीहरू।
चाहिँ प्रोग्राम सकिसकेछन् अनि सबै चिज सभा भइसकेको छ होइन। सरले चाहिँ गीत गाउनु हुँदैछ हाम्रो। अब पालो रहेको छ हाम्रो फोटोसुटहरू हेर्न सक्नुहुन्छ। पहली बार मोहब्बत की है, पहली बार मोहब्बत की है।